So guys, welcome to my mini vlog from नाम्चे। सो आजको वेदर चाहिँ एकदमै राम्रो छ। नाम्चे बजारमा हेर्न सक्नुहुन्छ पुरा घाम लागिरहेछ। वेदर राम्रो छ। 600 जना घरि छन् है। अब हाम्रो भरे क्याफे प्याक हुने सम्भावना छ हामीले हैन। अहिले चाहिँ हामी जाँदैछौँ साग टिप्नलाई बारीमा। हेर हुनुहुन्छ दाइ है। सँगै जानु लाग्यो म। हामी गएर त्यहाँ साग टिप्नेछौँ हैन। हरियो साग हेर्न सक्नुहुन्छ हिमालको भ्यू नाम्चे बजार यस्तो छ। वेदर चाहिँ अहिले एकदमै क्लियर छ हैन। हामी चाहिँ अब लगभग हाम्रो साग टिप्ने बारीमा आइपुगिसक्यौँ यो हैन। हेर्न सक्नुहुन्छ नाम्चेको भ्यू। यो बारी हामी साग टिप्ने बारी। साग यस्तो छ हैन। पाक्चै रहेछ है। यस्तो छ हरियो साग छ हैन। अब घाम लागिसक्यो। घाम लागेपछि अब अलिअलि सुक्ने त भइ नै हाल्यो। ल यो चाहिँ मैले साग टिपिसकेँ हैन। सागमा यस्तो माटो छ। यहाँको लोकल माटो साग यस्तो राम्रो छ हेर्ने सक्नुहुन्छ तपाईँहरू। यहाँ हाम्रो दाइले यत्रो टिपिसक्नु भयो हैन। अझै पनि बाँकी चाहिँ यत्रो छ हैन। यस्तो छ। सो आजको लागि मिनी भ्लग यति नै। अब सी यु इन नेक्स्ट मिनी भ्लग।